केबल कार्डमा चाहिँ चढ्नु पाउने भयो मलाई चाहिँ त्यही चाहिँ खुसी लाग्यो अरू त खास उहाँ बाले सम्झेर आउनु होला हैन यहाँ चाहिँ दर्शन गर्नुपर्ने हुन्छ बाको रोटी एकदम मिठो रहेछ काल भैरवको रोटी यहाँ आइसकेपछि यो विशेषहरू छ एउटा मन्दिर काल भैरव कामना मन्दिर रहेछ अनि सो अहिले चाहिँ हामी केबल कार्ड चढ्नको लागि यो ट्याक्क गेटमा छौँ र अहिले चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ यहाँदेखि सिडी हैन अहिले चाहिँ हामी जङ्गलमा आइपुगिसकेका छौँ र हैन हिँड्दा अहिले चाहिँ हामी थाकेर हैन बिस्तारै भिडियो गर्दै जाँदैछौँ अहिले चाहिँ हामी टिकट काउन्टरमा आइपुगिसकेका छौँ र अब हामी केबल कार्ड चढ्नुपर्ने हुन्छ हैन सो एकदमै बबाल हुनेछ हैन मेरो चाहिँ फर्स्टचोटि केबल कार्ड चढ्ने खालको हुनेवाला छ हैन यस्तो बबाल छ गाइस हैन एउटा पार्क जस्तै गमलाहरू बबाल छ निकै नै एकदमै राम्रो खालको पार्कमा हामी चाहिँ अहिले आइपुगिसकेका छौँ र मरदाय हुन्छ हैन अब चाहिँ हामी टिकट काटेर जानुपर्ने हुन्छ सिद्धार्थको केबल कार हामी जानुपर्ने हुन्छ त्यो डाँडामाथि एकदमै राम्रो छ हैन अब यहाँ चाहिँ अब गमलाहरू छ टाइपको हैन एकदमै राम्रो खालको पार्क बनाइसकेको छ अब चाहिँ हामी उता जानुपर्ने हुन्छ हामी जाने डाँडा चाहिँ त्यही हो हैन हामीले केबल कार्ड चढ्नुपर्ने चाहिँ यहाँ हो र अब केही टाइम एकछिन वेट गर्नुपर्ने हुनाले हैन हामी चाहिँ यस्तो पार्कतिर घुमिरहेको छ हैन यस्तो पार्क चाहिँ यस्तो बबाल तरिकाको छ हैन गाइस यो चाहिँ सिद्धार्थ केबल कार भन्ने रहेछ हैन त्यही भएर सो सिद्धार्थ केबल कार्डमा चाहिँ यस्तो बबाल तरिकाको छ कि हैन अनि यता गमलाहरू पनि छ गमलाहरू रियल गमला जस्तै त टाइपको देखाछ अघि उताबाट खतरा देखिन्थ्यो यताबाट त ठिकै छ हामी जानुपर्ने यसमा हो हैन ड्राइभरै हुँदैन रहेछ त लाग्यो अब उकालो लाग्यो ओहो उड्यो केबल कार उड्यो मात्र हामी दुईजना चाहिँ म त यहाँ ड्राइभर हुन्छ होला भनेको त ड्राइभरै छैन हामीले चलाउनु पर्ने होला भनेको त आफै चल्ने रहेछ यो चाहिँ हामीले चलाएको होइन यहाँ ड्राइभर ल त्यहाँ एउटा आइरहेछ हामी चाहिँ मासतिर गइरहेछौँ र त्यो चाहिँ अहिले यता आइरहेछ बबाल आनन्द तरिकाले राम्रो होइन किनकि त्यही अनुसारको सेफ्टी हुनुपर्छ हो किन हाम्रो सेफ्टी छैन यहाँ पैँची एक ठाउँमा हेर न कस्तो ठाउँ छ यो तल खतरा चाहिँ त्यहाँ कसरी जाने गरेर पुरै है अहिले चाहिँ गहिरो भयो कि अलिकति तल अहिले चाहिँ दाइ धेरै हाइटमा खस्यो अन्त त्यसो नभनु न सराङ्ग खस्यो भने हामी पहिला कसरी गयो पारी हेऱ्यो भने केही हुने यहीँनिर आएर टक्क लगाएर त्यो डाँडामा पुग्नु पर्ने ठ्याक्क हामी टाइम हेरेन क्या अघि होइन फाइनली अहिले चाहिँ हामी यो डाँडामा आइसकेका छौँ यस्तो बबाल यो टावर जस्तो देखिरहेको थियो तलबाट तर यो टावर होइन रहेछ
पनि हामीलाई घुमाउनु पर्ने रहेछ कस्तो यहाँ नपुगेको के हामी चाहिँ अब यहीँ झर्नुपर्ने हुन्छ सो अब बाहिरको माहौल के कस्तो हुन्छ त्यो आउनुवाला छु होइन हामी दर्शन सर्शन गरिसकेका छौँ होइन यहाँ चाहिँ अलिकति लोकल टाइपको गाउँ टाइपको छुट्टै छ होइन कालभैरव अनि यहाँ त्रिशुलहरू पनि छ र त्यहाँ हुनुहुन्छ हाम्रो बा कालभैरव बा जस्तै मानिने खालको हुनुहुन्छ होइन अनि उहाँसँग एकछिन कुरा गर्छु कालभैरव बाले यहाँको डिटेल के बताउनुहुन्छ होइन बा म तपाईँसँग छोटो भिडियो गर्छु ल यहाँको केही जानकारी बताइदिनुहोस् त कालभैरवको यहाँको जानकारी यही हजुर कि जस्तै राजा रुद्रसेनले 15औं शताब्दीमा स्थापना गरेका हुन् हजुर खास भन्नु भने माथि पाल्पा भैरव थानको जो मन्दिर छ नि कालभैरवको हजुर त्योभन्दा 1 शताब्दीको जेठो हो यो यहाँ बाउले रुद्रसेनले स्थापना गरे अनि रुद्रसेनको छोरा मणिमुकुन्द सेन यही पाल्पामा राज्य दिए अनि रुद्रसेनको छोरा मणिमुकुन्द सेनले वहाँ चाहिँ नि गएर यहीँबाट भैरवको वंश लगेर उहाँ स्थापना गरेका हुन् 16औं शताब्दीमा अब आउने मान्छेहरूले के भन्न चाहनुहुन्छ अब आउला नि त यहाँ दर्शन गर्नु यहाँ मेन विशेषता अब यो मन्दिर रहेछ नि त होइन अनि के भन्न चाहनुहुन्छ अब आउने चाहनुलाई अब आउन चाहनु अब के सोध्छन् है उहाँहरूले अब जस्तै के धेरै जसोले सोध्छन् के चढ्छ भने अब यहाँ जस्तै जो चिज वहाँ चढ्छ माथि भैरव थानमा अब वहाँ पनि कालभैरव यहाँ पनि कालभैरव यहीँको कालभैरव वहाँ गएको विशेष त्यो अर्को कालभैरव चाहिँ कहाँ पाल्पामा हो त्यो पर यही पाल्पै जिल्लामा पर्यो रिब्दीकोट गाउँपालिका यो तिनाउ गाउँपालिका हजुर ऊ रिब्दीकोट गाउँपालिका ल ठिक छ बाले मजाले प्रष्ट तरिकाले भन्नुभयो होइन आउने चाहनेहरूलाई यहाँ हाम्रो बा हुनुहुन्छ सधैँभरिको लागि होइन यहाँ कालभैरवमा दर्शन गर्नु होला होइन यो सिद्धार्थको यो केबल कार्ड चढिसकेपछि होइन यहाँ मन्दिर विशेष हो यहाँ मन्दिरमा आउन नछुटाउनु होला होइन यहाँ बा सधैँभरिको लागि हुनेछ होइन एकदमै छ होइन अब तपाईँहरू जस्तै कि रोट पूजा जस्तै कि अरूले सोध्छन् भक्तजनहरू के यहाँ चढ्छ भने रोट पूजा रोट चढ्छ बलि चढ्छ बलि पनि चढ्छ बलि पनि चढ्छ कालभैरव हुन् बलि चढ्छ अब हिजै चाहिँ नि तपाईँको 2 जना आएर चाहिँ नि भाले पूजा गरेर गए रोट चढ्छ जस्तो रोट वहाँ पाल्पामा चढ्छ उस्तै रोट यहाँ बन्छ रोट पूजा गर्नुहोस् परेवा उडाउनुहोस् रोट चढाउनुहोस् मन्नत गर्नुहोस् जस्तै उहाँ भाकल गर्छन् यहाँ पनि भाकल गर्न मिल्छ भाकल गर्नुहोस् पुरा भएकै छ आजसम्म आएकै छन् पूजा होइन अब पूजा गर्न मान्छे आएपछि बिना भाकल पुरा भइकन त ऊ आएन निश्चय पनि त्यसले गर्दा यहाँ पनि बलि चढ्छ पूजा गर्न आउनुहोस् रोट चढाउनुहोस् रोट चढ्छ बाले मजा तरिकाले भनिदिनु भयो होइन गाइस यदि आउनु मन छ भने उहाँ बालाई सम्झेर आउनु होला होइन यहाँ चाहिँ दर्शन गर्नुपर्ने हुन्छ त्यो नाम यो प्रसादको नाम चाहिँ रुट रहेछ होइन अब मैले नित्य रोट चढाएको नापी हो ल बा हामी लाग्यौँ ल हस् हस् हुन्छ कहाँबाट आउनुभएको भयो हामी उता बुटोलतिरदेखि यहाँ देखिरहेको थियो कि त्यो केवल कारको अनि यहाँ विशेष एउटा त्यो मन्दिर पनि देखिरहेको थियो नि त्यही भएर त्यो सिको लागि आएको थियौँ अब दर्शन सर्शन गऱ्यो हामी लाग्यौँ ल बा ल सो अहिले चाहिँ होइन मन्दिर घुमेर आइसकेका छौँ र यो मन्दिर घुमेर होइन यो एउटा मूर्ति रहेछ के को मूर्ति थाहा भएन होइन त्यही भएर अब हामी चाहिँ यसो घुमेर आइसक्यौँ अब चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ होइन विशेष खासै केही छैन जस्तो लाग्यो मलाई चाहिँ होइन तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ होइन आएर हेरिदिनु होला तर मलाई चाहिँ खासै त्यस्तो विशेष केही लागेन होइन त्यस्तै हो होइन अनि यो एउटा मूर्ति भयो यो शालिग होइन यो त्यति नै लगभग होइन अनि यहाँ यो केबल कारमा चाहिँ चढ्नु पाउने भयो मलाई चाहिँ त्यही चाहिँ खुसी लाग्यो अरू त खासै विशेष केही देखिनँ यो मन्दिरको बारेमा अघि नै मैले भिडियो बनाइहालेँ होइन अत्र त्यहाँ चाहिँ आन्टीहरू हुनुहुन्छ होइन
आन्टी लभर कोही छ भने त्यहाँ कमेन्टमा केही गरिदिनु होला होइन। मैले चाहिँ ठिकै लाग्यो होइन। अलिकति मौसम पनि धुम्म भएका हुनाले होइन यो भ्यू पनि हेर्नु पाएन र त्यस्तै होइन। त्यो होइन मेरो भिडियो के कस्तो लाग्यो होइन सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला होइन गाइस। म त्यही भन्न चाहन्छु र आज चाहिँ मेरो स्पेसलको दिन हुनाले मलाई चाहिँ एकदमै खुसी लागिरहेछ होइन। मन चाहिँ आज घुम्नु पाउँदा एकदमै गर्व लागिरहेछ होइन। बवाल छ। हामी चाहिँ अब यहाँबाट हामी तलतिर जानुपर्ने हुन्छ होइन गाइस। अनि त्यही भएर सो मेरो भिडियो चाहिँ यति नै भन्न चाहन्छु होइन। विशेष गरी त्यस्तो केही देखिनँ। यो सिद्धार्थ केबल कार्डदेखि म आएको होइन। यो ठाउँलाई चाहिँ के भन्छ हौ मैले थाहै भएन। नुवाकोट डाँडा भन्छ क्यार होइन। त्यही भएर ठिकै छ, राम्रै छ। मौसम चाहिँ अलिकति धुम्म भएको हुनाले यो डाँडादेखि तलतिर भ्यू चाहिँ हेर्न पाएन। सो गाइज त्यसको लागि माफी माग्न चाहन्छु होइन। नेक्स्ट टाइममा कुनै दिन मौसम सफा भएको बेला मैले चाहिँ यस्तो बबाल तरिकाले भिडियो ल्याउँछु कि होइन। अहिले चाहिँ मान्छे नभएर पुरै खाली ल्याइरहेछ होइन। यहाँदेखि आउने जाने हुँदो रहेछ होइन। त्यही हो गाइज मेरो भिडियो यति नै भन्न चाहन्छु होला होइन। धेरै लङ पनि भइसक्यो होला भिडियो होइन। सो गाइज सुरुदेखि अन्तिमसम्म हेर्नु होला म त्यही भन्न चाहन्छु। लेट्स गो।